बालेनले चढेको यो ल्यान्ड रोभर डिफेन्डर कार जसको मूल्य नेपालमै 8 करोड भन्दा बढी पर्छ। यसबारे अनुसन्धान गर्दै जाँदा बालेनले हालको करेन्ट चालचाउका मालिक कमल किशोर मालपानीको गाडी चलाएका रहेछन्। त्यही व्यापारी जसको नेपाली नागरिकता नै शंकास्पद देखिएको छ। भारतीय नागरिकका छोरा भएर पनि उनले वंशजको आधारमा नागरिकता लिएको र एउटै नागरिकताको प्रतिलिपि नियम विपरीत अर्को जिल्लाबाट निकालिएको आरोप छ। त्यही व्यापारी जो माथि राजस्व छली, सुर्ती तथा खाद्य पदार्थको नाममा कानून उल्लंघन र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्ने गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ। 10 करोड भन्दा बढी बिगोको मुद्दाबाट सेटिङ मार्फत छुटेको र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। त्यही व्यापारी जसले श्रम शोषण, सरकारी निर्देशनको अवज्ञा गरेको तथा उनका गैर कानूनी धन्दामा सेटिङ मास्टर दीपक भट्टको संरक्षण रहेको दावी गरिएको छ, जसका कारण राज्य संयन्त्र मूक दर्शक बनेको आरोप छ। ठूला आमसभा र विभिन्न राजनीतिक क्रियाकलापका लागि बालेनलाई यस्तै व्यापारीहरूले फन्डिङ गरेका रहेछन्। आफू मेयर पदबाट निस्किँदा नै करोडौंको गाडी खोज्ने व्यक्ति यदि प्रधानमन्त्री नै बन्यो भने आफ्नो आलिशान शौकका लागि देशको ढुकुटी नै रित्याउँछन्।